सर बिल बुक लिन हुइजाने हो अस्ति झन् अस्तिको अस्ति काटेको थियो नि जुन लास्ट जति तपाईँ पनि जानुभएको थियो हामी पनि जानुभयो अनि हामीले चाहिँ बाटोमा मामा भनेको थियौँ कि है मामा भेटेको थियौँ ओ सेट 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 के भयो ओहो हत कुनै कुन जता हो यहाँ त नेपाल भारत मयन्ती बस सेवा आइज पोखरा सुनौली दिल्ली अनि बस चाहिँ यस्तो झाङमा गएर फेरि पनि स्वागत छ मेरो युट्युब अच्छा ल फेरि पनि स्वागत छ मेरो युट्युब ब्लगमा युट्युब ब्लगमा कहना क्या चाहते हो फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा सबैजनालाई आजको ब्लग भनेको म बिलुक लिन जान्छु है मेरो बिलुक चाहिँ राखिदिएको थिएँ पहिला अनलाइन पेमेन्ट छोड्छु हुन्छ कि नै है अनि त्यसपछि बल्ल दिदी अनलाइन पेमेन्ट हुन्छ र उसको चिटको गर्नुहुन्छ थाहा चिटको अनलाइन पेमेन्ट गरेर अहिले चाहिँ भाउचर लिएर हिँडिसकेको भाउचर लिएर हिँडिसक्यो चाहिँ नि मुम्बई ट्राफिक प्रहरीमा गएर हाम्रो बिलबुक लिन पर्ने हुन्छ अहिले 3:30 भइसक्यो अनि पुगिन्छ कि नै भन्ने कुरो हो 4 बजे उल्टिएर पुग्यो अन्त पुग्यो नत्र नि झ्याउ गर्छ क्या ओहो कति धेरै हो भोलि चाहिँ हाम्रो लुम्बिनी केबुल कार घुमघाम हुन्छ भन्ने प्लान बनाएको त्यो हुन्छ कि नै थाहा छैन है भोलिको प्लान सक्सेस भयो भने भोलि पनि नेक्स्ट भिडियो आउँछ अब ट्राफिक ड्राइभर यहीँ बस्नु भएको रहेछ है सर अब सरसँग सुन्ने त होला बिल बुक लिन हुइजाने हो अस्ति झन् अस्तिको अस्ति काटेको थियो नि जुन लास्ट जति तपाईँ पनि जानुभएको थियो हामी पनि जानुभएको थियो नि त्यो दिनको मुम्बई त्यही ट्राफिक प्रहरी होइन कार्यालय होइन ल अनि हामीले चाहिँ बाटोमा मामा भनेको थियौँ कि है मामा भेटेको थियौँ मामासँग सोध्यो कि हामीले बिलुक कहाँबाट लिने भनेर अनि हुँ जानुहोस् तपाईँ हुँ ट्राफिक परेरै जानुपर्छ यहाँ त मैले लिन्न खोल्टीमा भन्नुभयो अनि त्यही भएर चाहिँ हामी फेरि हुँदैन अनि हामी चाहिँ गएको थियौँ अरे अनि हामी अबे जल्दी बोल कल सुबह पनवेल निकलना है अनि हामी चाहिँ अहिले आइसकेको छौँ बनकट्टीबाट लगभग 1 किलोमिटर जतिको टाढामा मुम्बई छ मुम्बई कार्यालय जानुपर्ने हुन्छ 4 बन्न लगाइसक्यो अफ भयो भने अफ भएको भए हुन्छ भोलि आइज भन्छ फेरि तेल खर्च हुन्छ हाम्रो है त्यही भएर चाहिँ अहिले म 100 स्पिडमा कुदाउन लागिरहेको छु बस बेस गरी समात्नु होला है तपाईँहरूले तपाईँहरू होइन हमारे तेरे बाप को मत सिखा चल त्यही हो अनि चाहिँ भोलि भाउचर बुझाएर चाहिँ जानुपर्ने हुन्छ हामी बिलुक लिएर चाहिँ अब लुम्बिनी केबुलका जाने भन्ने हाम्रो प्लान हो के हुन्छ गाइज भोलि पनि ब्लग बन्ला जस्तो छ है सोमबार चाहिँ 50% डिस्काउन्ट रहेछ तपाईँहरूलाई थाहा होला लगभग 750 हो कि 700 छ होला टिकट चाहिँ 50% भनेपछि लगभग आधै डिस्काउन्ट पाइन्छ त्यही भएर चाहिँ हामी घुम्न जाने भनेको है भोलि सेकेन्ड जिल्ला ट्राफिक प्रहरी कार्यालय सर म चाहिँ बिलुक लिन आएको बिलुक लिन चाहिँ कता हो लिने हजुर 2 seconds later लगाइ आज त्यस्तै भयो आज पानी पनि पार्न लागिसक्यो है भोलि आउन नि मिल्दो रहेछ भन्ने त्यही भएर चाहिँ हामी आज घरतिर सुई किन लाग्यो आज चाहिँ प्रिन्ट गरेर लिएर आउनु पर्छ भन्यो है प्रिन्ट गरेर लिएर आउनुपर्छ अनि बल्ल हुन्छ त्यसपछि भन्यो अनि बल्ल बिल बुक पाउँछु भन्यो पानी पर्न लागिसक्यो फेरि 100 को स्पिडमा भगाउनु पर्छ अब मेरो चाहिँ एक्सिडेन्ट भएको थियो एकचोटि नानी गोरुसँग ड्याङ ठोकेको के रातिको बेलामा अनि मेरो चाहिँ त्यतिखेर यो सब भाइजर जति सब फेरेको है त्यतिखेर चाहिँ डह्रो चुन्न लागेको मेरो
ड्याम ठोकिरहेको धन्न बडो कालले बाँच्यो। त्यो बेलामा भर्खर बाइक होइन हाँक्न सिकेको। ओ यसमा परिचित त सिधै बताइदियो फुल यति आदि दिएर चलाऊँ भन्ने नि हुन्न कि एक्सिलेटर फुल हो क्या। म चाहिँ एक्सिडेन्ट धेरै नै परेँ अनि एउटा दुइटा भए पो हुन्छ, धेरै नै परेँ। लगभग म 2चोटि 3चोटि त परिसकेँ। त्यस्तरी अरूले हानेर अरूले बसले ठक्कर दिएर यहाँ हो भनेर एक्सिडेन्ट भएको चाहिँ होइन, आफ्नै कारणले एक्सिडेन्ट भयो क्या। घरि के हुन्छ घरि के। अनि यो चाहिँ बुद्धको मन्दिर भयो। यहाँ पनि गुम्बा छ है, ठुलो गुम्बा छ यहाँ पनि। भयो फेरि त्यहाँ के को जम्मा हो। सेट बस चाहिँ आज यहाँ एक्सिडेन्ट भर्खरै एक्सिडेन्ट भएको रहेछ है। मैले बुझेअनुसार चाहिँ त्यहाँ हामी स्कुटीलाई बचाउन लाग्दाखेरि चाहिँ बस उतापट्टि गएको छ, उता साइडमा गएर ठोकेको रहेछ। स्कुटीको मान्छेलाई चाहिँ केही भएको रहेछ, धन्न खुन भएको रहेछ। एउटा मान्छे चाहिँ एम्बुलेन्समा लैसकेको थियो है। अनि खासै केही देख्न पाएको चाहिँ थिएन। हामी स्कुटीमा त्यही मासु चाहिँ देख्यो है, मासु चाहिँ भुइँमा खसेको थियो अनि खुन चाहिँ थियो। अनि सायद त्यो स्कुटी चालक मान्छे गइसकेको थियो एम्बुलेन्समा, त्यही भएर हामीले देख्न पाइएन। अनि पानी पनि परिसक्यो है। अनि सिधै घर गएर आज हो। अनि मेरो फोन पनि बिग्रिन्छ होला, वाटरप्रुफ त होइन हो। त्यही पनि त्यो साधनहरू जे पनि बहुतै केयर गरेर चलाउनुपर्छ। अनि कन्टेन्ट त त्यस्तो होइन, अब भ्लग त खिच्नै पऱ्यो नि। अब मान्छे हामीले अब सो त आफ्नै हक छ, किनकि हामीले देखाउन पाइयो नि त। अब यस्तो भएर चाहिँ यहाँ मान्छेको चेतावनी हुन्छ सबैलाई होइन। अब घर पनि आइसक्यो है। अनि आजको भ्लग चाहिँ यतै इन्ड हुन्छ है गाइज। फेरि भोलि भ्लगमा भेट्नेछौँ।